यहाँ चाहिँ श्रीकृष्ण भगवानले अर्जुनलाई के भन्नुभएको छ भने, हे अर्जुन, तिमीले जो शरीरभरि व्याप्त छ त्यसलाई मात्रै अविनाशी सम्झिनु, जो चाहिँ अरूले देख्नु सक्दैन, जसको चाहिँ नाशै हुन सक्दैन। अविनाशी तु तत्विदित्य येन सर्वमिन्दं तमम् विनाशमव्ययस्य न कश्चित् कर्म महतीत् अन्तवन्त इमे देया नित्यै सुक्ताः शरीरिणः अनासीनो प्रमेयस्य तस्मादुद्यस्तो भारत य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् उभौ तो न जीवातीतो नयं हन्ति न हन्यते न जायते म्रियते वा कदाचित् नन्यं भूत्वा भविता वा न भूया अजो नित्यं शाश्वतयं पुराणो न हन्यते हन्यमाने शरीरे। यो चाहिँ भगवत गीताको श्लोक संख्या 17 देखि 20 सम्म थियो। यहाँ चाहिँ श्रीकृष्ण भगवानले अर्जुनलाई के भन्नुभएको छ भने, हे अर्जुन, तिमीले जो शरीरभरि व्याप्त छ त्यसलाई मात्रै अविनाशी सम्झिनु, जो चाहिँ अरूले देख्नु सक्दैन, जसको चाहिँ नाशै हुन सक्दैन। आत्मा भन्ने कुरा यति साह्रो सानो छ कि शरीरमा कहीँ पनि देख्दैन, तर शरीरभरि व्याप्त छ। त्यो नै हो तिम्रो शरीरको बचाइराख्ने। यसैको कारण मात्र तिम्रो शरीर यहाँनिर छ र यो अमर छ, अजर छ, न त मर्छ न त मार्न सक्छ कसैले, न जलाउन सक्छ, न हावाले उडाउन सक्छ। त्यो तिमीले जुन चाहिँ देख्दैछौ पर काका मामा चाचाहरू, त्यो शरीर मात्रै हो। जब आत्माले कुनै पनि शरीर बेकार लाग्न थाल्छ, त्यो छोडेर जाने एकदमै जानु हो, समयको बात मात्र हो। त्यसै कारण तिमी युद्ध लड। न त आत्मा जन्मेको थियो, न त जन्मिन्छ, न त कहिले मर्छ न मर्ने छ। यो त अजर अमर छ, केवल शरीर मात्र बदलिने गर्छ भनेर भन्नुभएको रहेछ। तपाईलाई कस्तो लाग्छ, के लाग्छ विचार अवश्य कमेन्ट बक्समा छोडेर फेरि म भोलि पर्सि यस्तै अवश्य लिएर आउनेछु। र राम्रो लाग्यो भने चाहिँ लाइक गरेर अरूलाई पनि आफ्नो प्रतिक्रिया छोड्दै अरूलाई पनि सेयर गर्नेछु। बहुत बहुत धन्यवाद। सुप्रभात। आजको दिन तपाईको एकदमै राम्रो जाओस्।